नमस्ते, स्वागत छ तपाईहरुलाई हाम्रो एउटा सानो चिया छोटो मिठो गफमा। हामी लिएर आएका छौं साथीभाइ मिलेर चिया गफ एट चिया एक्सप्रेस। यदि हाम्रो कुराले तपाईलाई केही गहकिलो लागेमा कमेन्ट गरिदिनुस्, हाम्रो युट्युब पेजलाई फलो, सब्स्क्राइब अनि त्यसपछि रिपोस्ट पनि गरिदिनुस्। धन्यवाद। हामीसँग हुनुहुन्छ आज विशेष अतिथि हाम्रो महान शिशिर, चिया एक्सप्रेसको मालिक, हाम्रो टाइटल स्पोन्सर, ठाउँको स्पोन्सर पनि। तपाईलाई धेरै धेरै धन्यवाद यति मिठो चिया खुवाइदिनु भएकोमा। सबैजनाले चिया चिया एक्सप्रेस हैन, आशा गर्छौं मिठो चिया साथसाथै मिठो कुराहरू सुनाइदिनुहुन्छ, मिठो एक्सपिरियन्स पनि सुनाइदिनुहुन्छ। हामीसँग हुनुहुन्छ हाम्रो प्रिय मित्र सन्देश। स्वागत छ तपाईलाई हाम्रो चिया टक एट चिया एक्सप्रेसमा। अनि हाम्रो साथी हुनुहुन्छ, आफ्नो परिचय दिनुस्। म चाहिँ प्रवीण थापा है त, हाम्रो विशेष अतिथि आजको लागि र अलिकति राजनीतिक विषयमा बढी जानकार भएको मान्छे। तपाईबाट धेरै आकांक्षा राखेका छौं हामीले। तपाईले केही मिठो कुराहरू सुनाइदिनुहुन्छ, केही जानेको कुराहरू बुझाइदिनुहुन्छ भनेर हैन। सुरुमा त राजनीतिक चपेट चलिरहेछ, चुनावी माहौल छ। तपाईहरुलाई आफ्नो क्षेत्रमा के कस्तो भइरहेछ, कतिको राजनीति लागिरहेछ जस्तो लागिरहेछ त? म आज मात्र आफ्नो राजनीतिक क्षेत्र गएर आएको होइन। अब क्षेत्रमा गएर आउँदाखेरि जुन चुनावी माहौल देखिरहेछ, जुन माहौल बनिरहेको छ, अब फोहोर परार अघिल्लो सालहरू भन्दा यो वर्षको 360 डिग्री डिफ्रेन्ट छ क्या। किनभने पहिला जहिले पनि त्यही पुरानो दल एमाले, काङ्ग्रेस, माओवादी यही तिनटा बिचको अब एउटा टकराव देखिन्थ्यो। यसपालि नयाँ प्लेयर आएको छ जो घन्टी। हाम्रोमा अब आजै मात्र मैले 2टा उम्मेदवारहरू देखेँ। उहाँहरूले भोट माग्न आउनुभयो। अब भोट माग्नुभयो सबैजनाले, उहाँहरूको अगाडि त हजुर हस् नमस्ते यहाँ त्यहाँ छ। तर सबैको दिमागमा अथवा सबैलाई पछि कुरा गरेर पछि बुझ्दाखेरि चाहिँ के भइरहेछ भने उहाँहरूले हाम्रो चाहिँ यसपालिको भोट चाहिँ परिवर्तनलाई, घन्टीलाई नै दिनुपर्छ, यो लहर चलेको छ। यो बेलामा नै हामीले भोट दियौँ, भोट केही गरेर नुवाकोटमा पनि जित्नु भयो। घन्टीको उम्मेदवार जो विक्रम तिमल सिन्हा हुन्छ उहाँले र अच्युत लामिछाने हुन्छ, उहाँले जित्नु भयो भने चाहिँ ल है केही हुन्छ कि सबैतिर जितेर आउँदाखेरि हाम्रो पनि एउटा प्रतिनिधित्व हाम्रो गाउँको पनि हुन्छ कि भन्ने एउटा राम्रो माहौल बनेको छ। पहिला जुन मेरो विचारमा अघिल्लोचोटि प्रतिनिधि सभाको चुनावमा उठाउँदाखेरि 2000 भोट आएको थियो घन्टीको टोटलै हाम्रो उसमा प्रतिनिधि सभाको उसमा। तर यसपालिको हेर्दाखेरि, यसपालिको अहिलेसम्मको आकलन हेर्दाखेरि चाहिँ एकदमै परिवर्तन हुने चान्सेसहरू चाहिँ हिजो जो बाजेको पालादेखि नै काङ्ग्रेस थिए, अहिले घन्टीमा भोट हाल्छु भन्दैछन् होइन। अस्ति आफै भोट माग्दै हिँडिरहेको एमालेको, काङ्ग्रेसको कार्यकर्ताहरू आज घन्टीको लागि भोटै नमागे पनि उहाँहरूको चाहिँ मौन समर्थन छ। उहाँहरूले मुखले कुनै पनि पार्टीलाई अहिले भनिरहनु भएको छैन, तर उहाँहरूलाई के थाहा छ, यसपालिको भोट चाहिँ म घन्टीलाई नै हाल्छु, यो भन्ने चाहिँ माहौल मैले हाम्रोमा चाहिँ देखेँ। अनि सन्देशजी, हजुरको क्षेत्र नम्बर कहाँ अनि कस्तो हुँदैछ त्यहाँको माहौल? हाम्रो चाहिँ अब बझाङ जिल्ला हो, सुदूरपश्चिमको एउटा अब विकसित क्षेत्र भने पनि हाम्रो अहिले कस्तो छ भन्दाखेरि जुन अहिलेको विकट क्षेत्रमा अहिले सोसल मिडियाको अनलाइन अहिले अब धेरै जस्तोले इन्टरनेट पाएको छ अहिले होइन। इन्टरनेट भए अनुसार अब धेरै जस्तो सोसल मिडिया चलाउँछ अहिले होइन। अब हाम्रो अब हजुरआमादेखि सबैजना अहिले फेसबुक चलाउँछन्। अहिले उनीहरूले अब धेरै जस्तोलाई जहाँ पनि अहिले घन्टी नै छ। भोट केमा भन्यो भने अहिले पाले नपालेर घन्टीलाई दिन्छु भन्छ कि अहिले जहाँ पनि आफूतिर त्यस्तो छ। अहिले परिवर्तन आयो छ। पुरानोले अब धेरै अब मान्छेहरू धेरै रुष्ट छन् पुरानो प्रति होइन। अब पहिला जति गर्नु छ उनीहरूले गरे नि त। अब विकास अब धेरै ठाउँमा गर्नु पनि गरेको छ होइन। हाम्रो अब सुदूरपश्चिमको एउटा अब दुर्गम क्षेत्रमा विकास जे होस् डेभलप भइरहेछ होइन। अझै राम्रो गरोस् होइन, अझै केही परिवर्तन आओस् शिक्षामा होइन, अब एउटा अब हाम्रो स्वास्थ्यमा भयो होइन, त्यही अनुसार अझै राम्रो गरोस् भनेर चाहिँ अब धेरै मान्छेले घन्टीको लागि सोच्दैछन्। अब परिवर्तनको माहौल त्यहाँ पनि देखिएको छ। विशेष अतिथिज्यू, त्यही छ सुशासनको अवधारणा। अब सबै पार्टीले अवलम्बन गरे भने
विशेष गरी अब के भने परिवर्तन जमाना हो नि त। जस्तो भने चाहिँ हामी अब कुनै समय कुनै अवस्थामा बाँच्ने होला, कुनै अब बेसिक निडहरूको कुरामा पनि हामी पहिलाको दिनमा थोरै चाहिन्थ्यो होला, अहिले पनि बढी चाहिन्छ नि त भनेको डाइमेन्सन फराकिलो हुँदाखेरि अब यस्तो लहर चम्किँदाखेरि जस्तै अहिले सोसियल मिडिया नचलाउने तपाईँ पनि छैन, म पनि छैन, सबैले चलाइरहेछ। अहिले अगुवाहरूको गाउँ गाउँको अगुवाहरूको भनाइ के छ, बुद्धिजीवीहरू के मासु भात सबैकोमा खान जाने हो, तिनीहरूलाई पनि थाहा छ कि अब मासु भात सबैकोमा खान जाने हो, तर भोट चाहिँ घन्टीमा हाल्ने मनमा छ क्या। अब हामीले भनेर होइन कि मासु भात थाहा पाइसक्यो, अब मासु भात अर्कै खाने हो, रासोपाले मासु भात दिँदैन, मासु भात अर्कै खाने हो, भोट चाहिँ एउटा घन्टीमा हाल्ने हो। तर अब गाउँमा अलिकति कन्फ्युजन कुरा के छ भने अब पुराना दलहरूको हावली भयो, बिगाबिगी हुँदै पनि एक भोट त मेरो आफ्नै पार्टीलाई जान्छ है, त्यो त भन्ने चेतना पनि छ क्या। त्यसको मिनिङ के भने चाहिँ अझै पनि रासोपाको गाउँमा गएर सभा सम्मेलन भयो, आम जनभेला गरेको खण्डमा चाहिँ त्यो पनि परिवर्तनको क्षेत्रमा आउन सक्छ भन्ने एउटा आकलन हो क्या। अब 2007 सालको जहाँ राणा शासन फाल्नुदेखि बिपीको शासन आउनुपछि, त्योपछि के अरे बिपीको शासन सकिँदाखेरि के अरे महेन्द्रको यो पञ्चायती आउँदाखेरि, पञ्चायती सकेपछि एकाएक के अरे एमालेको शासन आउँदाखेरि, त्यहाँ पछिको यो विश्व जनआन्दोलन राख्दाखेरि मान्छेले त परिवर्तन पहिल्यैदेखि चाहेको क्या। यो अहिले हामी रोकेर पनि रोक्न सक्दैन क्या, किनभने चाहिँ आइरहेछ क्या। अब यो परिवर्तन ठ्याक्कै यहाँनिर कसले एडभान्टेज र कसले यसको पछि बलि बनाएर जाने भन्ने रासोपा हो क्या अब विकल्प। मैले देखेको चाहिँ एनालाइसिस के लाग्छ भने मैले अहिलेसम्म 7 सालदेखिकै क्रान्ति पछिको जुन चाहिँ सरकार त्यो पछिको गठन गरेको छ, हरेक क्रान्ति पछि नयाँ पार्टीलाई अवसर दिएको छ। जस्तो 62-63 को जनआन्दोलनपछि माओवादीलाई सरकार बनाउन 2/3 दिएको होइन, त्योभन्दा अगाडिको पालिमा पनि एमालेलाई दिएको छ, त्यसरी दिएको। अब जोगाउन सकेन उसले फरक कुरा हो होइन, तर जनताले पत्याएर एकचोटि दिएको छ। सो त्यही नै कुरा म यो पालि पनि हुन्छ जस्तो देखिरहेको छु कि स्वाभाविकै छ होइन। हरेकचोटि चेन्जमा चाहिँ कोही एउटा चेन्ज मेकर कुनै पार्टीले आफूले म यसको आत्मसात गरेर अगाडि बढ्छु, यो ठिक हो होइन, त्यो भनेर अगाडि बढ्छ भने हरेकचोटि चाहिँ जनताहरूले पत्याएको देखिन्छ क्या। र अहिलेको जुन लहर छ यसमा पनि त्यही छ। जस्तो रासोपाको लहर दार्चुलादेखि झापासम्म छ कि होइन, जुन चाहिँ माथिको बेल्ट जहाँ आजसम्म पनि कम्युनिकेसनको राम्रो फेसिलिटी नभएको ठाउँदेखि लिएर होइन, जुन चाहिँ ठाउँमा एकदम सर्वसम्पन्न भएसरी ठाउँमा पनि छ कि अहिलेसम्म। अब नेताहरूले अहिले भोट माग्दाखेरि पनि त्यो विभाजन गरेर माग्न थालिसकेछन् भन्ने देखिसक्यो। जस्तो आज नै पनि मलाई के याद भयो भने हाम्रो जुन उमेर समूह छ त्यो उमेर समूहलाई चाहिँ नेताहरूले त्यति प्रायोरिटीमा राखेर भोट मागेको मैले देखिनँ क्या। जस्तो उहाँहरूले आएर जुन चाहिँ पुरानो जो पहिल्यैदेखिको हुनुहुन्छ पार्टीको अथवा अलिकति उमेर पुगेका बुवाहरूलाई चाहिँ बढी अप्रोच गर्ने हामीलाई भन्दा पनि हामी अगाडि आउँदाखेरि चाहिँ उहाँहरूलाई के कुराको आइडिया एउटा लेभलमा भइसक्यो भने यिनीहरूले हामीलाई भोट दिन्छ जस्तो चाहिँ उहाँहरूलाई लाग्दैन रहेछ। आजको दुईटा उम्मेदवारहरूसँगको इन्काउन्टरमा चाहिँ मैले त्यो कुरा फिल गरेँ कि उहाँहरूलाई पनि हामीसँग आएर डाइरेक्ट भोट हामीलाई दिनु भन्ने एउटा त्यो उनै छैन कि नैतिकताको आधारले पनि उहाँहरूलाई नदिएको हो कि अथवा उहाँहरूलाई एउटा डरै भइसक्यो कि जुन यिनीहरूले दिँदैन, यिनीहरूले क्वेसन सोधिदिन्छ भन्ने एउटा डर भइसक्यो क्या होइन। प्रश्न सोधिदियो भने मसँग त आवाज छैन, मसँग त आन्सर छैन। हामीले कस्तो हुन्छ नि, कट्टर एमालेवाला कट्टर काङ्ग्रेसवाला हामीले एउटा एज ग्रुप छुट्टा छ क्या। अहिले जहाँ हेरे पनि एज ग्रुप छुट्टाइरहेछ क्या। यिनीहरूले चाहिँ त्यही ग्रुपलाई भोट हाल्नेवाला छ क्या। तर मैले अहिले यतिसम्म देखेँ नि, यो जतिसुकै हाम्रो बाउ बाजे छन् नि यिनीहरूलाई नि पुग्या हो क्या। अब यो राजनीति दलहरूबाट अब यो नेताहरूबाट चाहिँ पुगेको देखायो हो क्या। उनीहरूले आफ्नो मत गोप्य राखेको हुन्। जसले सुकै जे भने पनि हाम्रै बाउलाई हाम्रै बाजेहरूलाई एमाले कट्टर थिए, काङ्ग्रेस कट्टर थिए। तर अहिले के छ, यिनीहरू आउँछन् नमस्कार गर्छन्, आफ्नो आफन्त पर्छन् हजुर भन्ने, तर घन्टीमा हाल्ने। परिवर्तन चाहिएको छ नि त, बोल्नु र नबोल्नु ठाउँमा छ होइन। यसमा अलिकति चाहिँ देखिरहेको के छ भने जस्तो जति पनि अहिले भोटरहरू जुन स्विङ भोटरहरू छ अथवा मेन स्ट्रिमकै भोटरहरू जो आफ्नो पार्टीको आफ्नै भोटरहरू छन्
उहाँहरूको पनि अहिले चाहिँ कस्तो मेन्टालिटी बनिसकेको छ भने पहिला पहिला 2 छाप आफ्नै पार्टीलाई हाल्छु भन्नेवाला थियो, अहिले एटलिस्ट समानुपातिक चाहिँ रासोपालाई दिन्छु, बुढाबुढीलाई मेरो पार्टी त छँदैछ तर 1 भोट चाहिँ म रासोपालाई दिन्छु, समानुपातिक भोट चाहिँ भन्नेवाला एउटा मेन्टालिटी बनेको छ। परिवर्तन हो। अहिले प्रत्यक्षमा चाहिँ अरू पार्टीलाई हालोस्, समानुपातिक चाहिँ घटिदियो भन्छ आफैलाई हाल्छ। हामीले त्यो भन्ने र गर्नेमा छैन होला र चेन्जेस होइन होला र। मेरो विचारमा कस्तो लाग्छ भने चाहिँ अब जस्तै हो भने चाहिँ अहिलेको नेतालाई चाहिँ आफू चाहिँ के अरे संसद पनि हुनु अरे होइन, देशमा शिक्षा सबै चाहिने रे क्या। तर गगनेलाई सर्लाहीमा सबभन्दा कम साक्षरता दर छ, गगनलाई सर्लाही किन जानु पर्यो होइन, प्रचण्डलाई पश्चिम पूर्वी रुकुम किन जानु पर्यो? ऊ आफू चेन्ज हुन नसकेर काठमाडौँ, किन यहाँको जनता शिक्षित छ नि त। अब सबैलाई मूर्ख बनाउने अवस्था छैन क्या। जाने भयो अब कहाँ गाउँ बस्ने भयो क्या, भन्छ अब म के अरे देश बनाउँछु भन्छ, पस्छ गाउँ क्या। किनभने मान्छेको उता गएर के अरे अशिक्षित हुनुको बेफाइदा के भने त्यहाँ गएर जस्तो मानसिक बनायो त्यस्तै हुने हो नि त। अब उसलाई चाहिँ गगन थापालाई चाहिँ सरलाई चार चाहिने रे अहिले, उसले काठमाडौँमै लड्नुपर्छ नि, विगत 2 कार्यकाल ल्याइखाएको छ, काठमाडौँ लड्नु पर्दैन। उसलाई चाहिँ अशिक्षित व्यक्ति रे, अशिक्षितबाट उसलाई भोटिङ चाहिने रे, पछि गएर शिक्षितको सांसद बन्ने क्या, एउटा पाटो क्या होइन। अब प्रचण्डको हेर्ने हो भने अहिलेसम्म उसले एकै ठाउँबाट कहिले चुनाव लडेकै छैन, किनकि सेफ ठाउँमा डरै छ। हरेकचोटि सेफ ल्यान्डिङ भएको छ। जस्तो योभन्दा अगाडिको प्रतिनिधि सभाको चुनावमा गोर्खाबाट लडेको, अब गोर्खाबाट लड्दाखेरि बाबुराम भट्टराई उठ्नु भएको थिएन, उहाँको मौन समर्थन त्यो बेलामा पनि उहाँको समर्थनले गर्दाखेरि नै उहाँले जित्नु भयो। अब अहिलेको पनि उहाँले माओवादीको सेफेस्ट ठाउँ चुज गर्नुभएको हो क्या, जस्तो उद्गम स्थलै भनौँ, रुकुमपुर भयो, माओवादीको उद्गम स्थल पनि हो। त्यो सँगसँगै त्यो ठाउँ अहिले पनि सेफ छ क्या माओवादीको लागि। अहिले पनि उहाँको क्याम्पेनिङ पार्टमा हेर्ने हो भने पनि उहाँको अलिकति राम्रो नै देखिरहेको छ क्या प्रचण्डको, किनभने त्यहाँको जो अरू क्यान्डिडेटहरू छ उहाँ हाइलाइटमा त्यस्तो हुनुहुन्न, जे आउँछ उहाँको नै आउँछ। अब त्यही कुरा अरू ठाउँबाट उठ्यो भने काठमाडौँमा प्रचण्डले उठ्न सक्ने चान्सेस छैन, चितवन जान सक्ने अहिले स्थिति रहेन होइन। अब जाने भनेको कहाँ, जहाँ साक्षरता कम छ, जहाँ मान्छेहरूलाई मूर्ख बनाउन सजिलो छ। अनि मेरो अन्डरस्ट्यान्डिङ के हो भने चुनाव भनेको विकास यो गर्छु त्यो गर्छु भनेर जितिन्न रहेछ। मान्छेको सेन्टिमेन्ट, मान्छेको इमोसन, यो 2टा कुरामा चाहिँ गर्न सक्यो भने चाहिँ चुनावको बेलामा चाहिँ एकदम कनेक्सन बेसी हुँदो रहेछ क्या। एकदमै धेरै कनेक्सन हुनको लागि चाहिँ इमोसनै बेच्नु पर्दो रहेछ क्या यो टाइममा। अब के अरे लहरै त हो नि। अब हिजोको दिनमा अब जस्तै अब ठिक छ त, बाबुरामले गरे, प्रचण्डले जनआन्दोलन गरे, यत्रो देशमा के अरे यत्रो जाने 200 वर्ष 300 वर्ष अगाडिको राणा शासन फाले, के अरे राजतन्त्र फाले, त्यत्रो राणा शासन पनि गयो, ठिक छ। तर त्यसो मतलब अब जुनीभरि मैले सिरे लिने भन्ने पाएन नि त, हो कि नै? पाएन नि। त्यो कुरा ठ्याक्कै यहाँनिर बुझ्नुपर्ने पुरानो पार्टीले हो क्या होइन। एउटा हदसम्म उहाँहरूलाई सम्मान गरेर होइन, त्यसको हामीले गऱ्यौँ यतिसम्म, अब तिमीहरू गर नि त, अबको युवा तिमीहरू हो होइन। जस्तो केपी ओलीकै केसमा अबको युवा तिमीहरू हो, पुस्तान्तरण भन्ने कुरा गर्यो भने उनीहरूले गरेको हो क्या। म आज पनि के भन्छु भने नगरेको होइन क्या। राणा शासन फाल्नको लागि काङ्ग्रेसले गरेकै हो होइन, प्रजातन्त्र फाल्नको लागि एमाले गरेकै हो होइन, त्यत्रो महेन्द्रको कु गर्दाखेरि भओस् होइन, अनेकमा त गरेको हो हिजोको दिनमा। तर त्यो भन्दैमा हरेकचोटि आजकोसँग तुलना गरेर त हुन्न नि त। आजको परिवेश फरक छ, हिजोको परिवेश फरक थियो, समय फरक थियो। हिजो मान्छेलाई घरमा एउटा चिममा बत्ती बले पुग्थ्यो कि, आज उसलाई बत्ती बलेर पुग्दैन कि। त्यो कुरा के आवश्यकता नै फरक परिसक्यो। अनि अहिले अब हाम्रो गाउँ अथवा कति ठाउँमा म क्यान्डिडेटहरूले के भनिरहेको सुनिरहेको छु भने जस्तो हामीले बाटो पुऱ्याइदिउँ, बत्ती पुऱ्याइदिउँ, ए भगवान् यो त समयको माग हो क्या। तिमी गर्दै गर्दिन भन न, 5 वर्षमा डेभलपमेन्ट केही न केही हुन्छ क्या। मैले बाटो पिच गरेँ भनेर ठुलो कुरो त होइन नि त। म आफू चेन्ज हुन्न भने समाज आफै चेन्ज हुन्छ। अब हामीले देख्दाखेरि विदेशबाट यसले पठाइरहेको, उसले देखाउँछ, त्यो म केही गर्दिनँ भने पनि कोही न कोहीले केही गरिरहेको हुन्छ। अब टेक्नोलोजीमा जति डेभलपमेन्ट हामीले गरिरहेछौँ,
सरकारले डेभलप गरेको होइन नि त। त्यो त हामीले बाहिर गइरहेछौँ, बाहिरबाट देखिरहेछौँ। ए भगवान्, इन्डियामा कति मान्छेले मोबाइल पाएको छैन होला, नेपालीहरू म्याक्सिममले स्मार्टफोन बोक्छन् कि अहिले। नेटवर्क त्यस्तै बनेको छ, हरेक ठाउँमा पुगेको छ होइन। स्याटेलाइटबाट होस् कि कसरी हुन्छ, नेटवर्क धेरै ठाउँ पुगिसकेको छ अहिले। तर अब हरेकचोटि होइन मैले गरिदिएको, हामीले गरिदिएको भनेर सधैँभरि त्यो बेसिक निडको लागि तडपाएर राखेर त हुन्न नि त जनतालाई। अब डेभलपमेन्ट भनेको कस्तो हुनुपर्छ भन्ने एउटा परियोजना नै छैन कि। बनेको बाटोलाई बिगार्ने, बनेको बाटोलाई फेरि बनाउँछु भन्ने, त्यही बत्ती आएको चिजलाई म अर्को टावर पोल हाल्छु भन्ने होइन। त्यो त सबै कस्तो हो भने मान्छे मूर्ख छ, नेपाली जनता मूर्ख छ, जे भने नि हुन्छ भने जसरी गरेको। नै नेपाली जनता कस्तो भने चाहिँ इमोसन बढी खेल्छ क्या। त्यो सेन्टिमेन्टले नै गरेर राजनीति जितेर आएका हुन् नि तिनीहरूले। अहिले नेपाली जनता कालापानी गएर के अरे त्यहाँ गएर के अरे आज आन्दोलन गर्छ, नेपालको भूमि फिर्ता गर्नुपर्छ, भोलि रोडमा निस्किन्छ क्या, बिना खाना देऊ बिना पैसा देऊ क्या, आउँछ क्या। यतिसम्म हो क्या, देश प्रेमी छ क्या अझै पनि। आउँछ होइन, देश प्रेम पनि छ। अनि अर्को यो अस्ति जस्तो रासोपाको यो उसकोमा के अरे यो जुन देखिरहेछ अहिले उनीहरूको आमसभामा मान्छे होइन, अब त्यसैमा काङ्ग्रेसकोमा देखिरहेछ कति फरक छ, कति अन्तर छ क्या त्यो मान्छेहरू। मैले हिजो रासोपाको र उसकोमा याद गरेँ क्या, काङ्ग्रेसकोमा। रासोपामा हेर्छु युथै युथ छ, पुरै युथ छ, मिक्स क्राउड छ क्या। अनि काङ्ग्रेसको घोषणापत्र सार्वजनिक गर्दा यसो हेर्छु आइमाई हुनुहुन्छ टन्नै होइन, बुढाहरू हुनुहुन्छ। उनीहरूको त्यो चाहिँ फिक्स भोटरवालाहरू मात्र छ क्या त्यहाँ। बिग्रेको बाबा ठ्याक्कै के। अहिले त भोट माग्न जान्छ नि जुन पार्टीको मान्छेहरू भोट माग्ने घरभित्रबाट मान्छे यस्तरी घन्टी हल्ला दिन्छ कि सक्यो। त्यसपछि कस्तो भइसक्यो भने यिनीहरूलाई अब बोलेर कसरी सक्दैन क्या, यिनीहरूलाई बोलेर सक्दैन, देखाएर गर्ने हो भन्ने सोच आइसक्यो क्या अब होइन। परिवर्तन यही हो नि त, राइट टु स्पिक हटाउनु खोज्यो नि त होइन। तर लास्टमा त त्यसले नै यिनीहरूलाई पेलिरहेछ अहिले। आज बिहान के भयो भने होइन, म यहाँ अनि डक्टर रविन्द्र मिश्र आज घर दैलो यता रहेछ, अनि स्पिकर बजायो, अनि भोट माग्ने आज जसरी भन्दैन, प्रिन्स त्यहाँ बसेर घन्टीलाई है यसपालि घन्टीलाई हो भन्दै घन्टी हल्ला हाल्थ्यो। रविन्द्र मिश्रले यस्तो हेर्नु, श्रेय जानुभयो क्या, केही भन्नु होइन, श्रेय जानुभयो भने यसो हेरे ल है अहिले त गाह्रो छ उनीहरूलाई पनि भन्नेवाला फिल भयो। उनीहरूलाई मरमरै लाग्यो होला, अब यो छोड्ने पार्टी घन्टीलाई हल्लाएर जाऊ भन्ने, घन्टीलाई हल्लाएर आफ्नो पार्टीलाई। अब धेरै ठाउँमा मान्छेहरू र्यालीमा युवाहरू छैन क्या, त विदेश गयो त सबै होइन। अहिले पनि युवाहरू छ, जस्तै अब राष्ट्रसभामा जुन अहिलेको अब युवाहरूको क्रेज छ नि, अरू पार्टीमा त्यस्तो छैन क्या, थोरै देखिरहेको हुन्छ। परिवर्तन चाहने, तिमीलाई राम्रो देशको लागि राम्रो चाहने, आफ्नो भविष्य हेर्ने, अहिले प्रायः जस्तो युवाको बाहिर जाने र नजाने यो निर्वाचनमा फिक्स छ क्या। एक्जाम्पल हामी नै हौँ क्या, तिमी हामीमा पनि लगभग मुखमा भन्न सक्छौँ हामीले कसैलाई, कसैले बाहिर जान्छस् भन्यो भने हामी यो निर्वाचनको रिजल्ट पछाडि फैसला गर्छौँ बाहिर जाने कि नजाने। फाल्न थाहा हुन्छ होइन, मैले त क्लियरली भनि नै सकेको छु कि त्यही त आगामी निर्वाचनमा कसको सरकार बन्छ होइन, त्यो पछि विदेश जाने नजाने तय। अब देश बन्छ, देश राम्रो हुन्छ भन्यो भने एटलिस्ट केही आशा त जाग्छ। अब यस्तै रहन्छ भने त म यहाँ बसेर के गर्ने, कति दिन यहाँ बस्ने, कति दिन सहानुभूति लिने। अब भोलि गएर जस्तो यहाँ त अब यदि पुरानो दलहरूले जित्यो भने छानी हाल्छन् कि जेल, छानी के। अनि मलाई लाग्छ कि कुनै न कुनै भिडियोमा म पनि देखिन सक्छु क्या दोषी त जसरी बनाइदिने हुन्छ। अब दोषी बनाइदियो लास्टमा एआई भन्दै भइहाल्यो यहाँ होइन, जे गर्दै नि भयो त दोषी यताउति गरेर। एउटा इन्टरभ्यू हेर्नु कसको, एमालेकै थियो क्या अरे। अनि के भन्यो भने अब उहाँहरूले जित्नुभयो भने ठिक छ, तर जित्नु भएन भने चाहिँ उहाँहरूको बास भनेको चाहिँ कि त नक्खु, कि त दिल्ली बजार, कि त सुन्धारा, कहाँ बस्ने छाने हुन्छ। वहीँ न्यायाधीश, वहीँ वकिल, न्यायपालिका वहीँहरू सबै भयो होइन। उहाँहरूले जित्यो भने त छानी हान्ने त पक्कै भयो नि त, उनीहरूले ताकेकै छन् त होइन। अब कस्तो डर पनि फैलाइदिए जस्तो कि अब चक्र मिलन गोर्खा एकबाट लड्ने रे क्या।
त्यत्रो पुरानो पराकाण्डहरू त्यसको त्यत्रो छ, मान्छेले के नजरले हेर्ने त एमालेको उम्मेदवार भन्दा हामी कसरी पत्याउने त? एमालेको उम्मेदवार यस्तो किसिमको उम्मेदवार एउटा ठाउँमा उठाउँदाखेरि पुरा सिङ्गो देशभरि हामी कसरी पत्याउने त? यो क्षेत्रमा पनि एमाले अगाडि रहेछ है भन्ने त हो नि। उम्मेदवार मान्छेको बोली सुन्नु के अरे जवानीमा तपाईँले नि एक दुई हान्नुभयो होला, मैले पनि एक दुई खुकुरी हान्यो। अब कहाँबाट आउँछ क्या यत्रो कन्फिडेन्स? एउटा उम्मेदवार हो नि त होइन, गोर्खाको एउटा उम्मेदवार हो, तर त्यस्तो मान्छेलाई दिन्छ टिकट पार्टीले, अनि कहाँबाट उनीहरूको पार्टीको इमेज राम्रो हाम्रो घोषणापत्रमा यस्तो यस्तो छ, हामीले यो गर्छौँ भनिदिएको भए त। घोषणा पत्र त मलाई एमालेको घोषणा पत्र हेरेर म दुईचोटि हाँसेँ पहिला। मैले एमालेको घोषणा पत्रमा के देखेँ भन्दाखेरि युवाहरूलाई कति डाटा दिने, 10 GB डाटा, डाटा अरे होइन। यो युवाहरू होइन बागिन्छ के गर्छ अरे युवा पनि होइन क्या हो, 18-28 युवा होइन 18-28 जी लेखा जस्तो लाग्यो क्या मलाई। 18-28 मैले त यस्तो क्या मैले कहाँ पढाएको थिएँ जेनजी लेखा जस्तो पढाएको थिएँ। क्या जहाँ पनि लोभै देखाएको छ क्या। डाटा हेर न दिनु ल। हुन्छ भनेर होला। जे डाटा एउटा भयो होइन, अर्को के भन्दैछ 5,000 5,000 जस्तो लाग्छ, 5,000 कि 10,000 हो त्यो डलरवाला, 5,000 कि 10,000 डलर जस्तो लाग्छ। 10,000 डलर चाहिँ एउटा नर्मल व्यक्तिको खातामा चाहिँ ट्रान्सफर प्रति व्यक्ति 10,000 डलर। अर्को छ 25,000 सम्म ऋण मिना। अब यो ऋण मिना गर्दा के नेपालमा बैङ्कहरू बनाउनु खोज्या ऋण सुन न, ऋण मिना कसरी गर्छ? म 25,000 तिमीले ब्याङ्कमा गएर ल्याउँछौ, ल्याउँदैन, उसले ब्याङ्कमा गएर ल्याउँछ, ल्याउँदैन, ब्याङ्कले दिँदैन 25,000 हो। अब तिमीलाई मैले 25,000 ऋण दिएको छु, म के अरे म उ गर्छु, म मिना गर्न मान्छु, मलाई राज्यले दिन्छ 25,000 रुपियाँ, बिना आधारको 25,000 आधार पनि छैन, लेखिदिए घोषणा पत्र भनिदिए हानिदिए 25,000 के हान्यो? अब स्वरोजगार भनेको छ 5 लाख, 5 लाखलाई के स्वरोजगार दिँदो रहेछ? 5 लाखलाई रोजगार त दिन्छु भन्यो होइन, कुन क्षेत्रमा दिन्छ क्या? होइन। कहाँ छ त्यसको प्लेटफर्म क्या? 5 लाखले 5 लाख कुन आइटीमा हालौँ 5 लाख भने त्यो त कम्फोर्ट अनि एक्सपान्ड एरिया कहाँ छ त? एक्सपान्डेड आइटी कहाँ छ त? अझ मलाई त त्यहाँ शब्द छ स्वरोजगार भने त आफै रोजगार क्रिएट गर्न सक्ने भने हो नि त होइन। अब यहाँ प्रधानमन्त्री रोजगारको बारेमा थाहा नै होला। प्रधानमन्त्री रोजगारमा के हुन्छ? तिमी के अरे एमालेको झोले हुनु पर्यो, एमालेको झोले हुनु पर्यो, यो झोले पनि अझ झोलेमा नि नजाउँ, तिमी एउटा मास्टर्स गरेर स्टुडेन्ट हो, तिमीलाई प्रधानमन्त्री आयोजनाको रोजगारीले के दिन्छ भने त्यहाँ गएर बाटो सफा गर्ने। अब यो हुन्छ म मास्टर्स गरेर बसेको मान्छे, मैले त्यसमा आवेदन दिएँ भने मेरो क्वालिफिकेसन अनुसारको त मैले पाउनु पर्यो नि त। मैले के पाउँछु? रोड सफा गर्ने। त्यस्तोलाई स्वरोजगार के अरे रोजगार आयोजना भनेर हुन्छ, प्रधानमन्त्री रोजगार आयोजना भनेर त्यस्तो बनाएर हुन्छ। क्षेत्र राखेर भाका जति सबै कल कारखाना औषधि उद्योग होइन भएभरका सबै बन्द गराएर भएको रोजगार पनि त्यागिसके होइन। अब आएर केही ठाउँमा छैन, कहीँ छैन, केही कुरामा कहीँ गएर काम गरौँ भन्ने वातावरणै छैन भने स्वरोजगार भनिदिन्छ क्या होइन। कहाँ गएर गर्ने क्या? रोजगार दिने चाहिँ कहाँ होइन? रोजगार पाउने भए त तिम्रो हरेक क्षेत्रमा कोटा निक्लिन्थ्यो होला नि त, हो कि होइन? हरेक क्षेत्रमा कोटा निक्लिन्थ्यो, सबैले एप्लाई गर्थे, आफ्नो अब झोले पऱ्यो भने त आफ्नै सरर पुग्छन् होइन। नत्र त दुःख गर्नु पढ्नु अनि लास्टमा गएर त्यही झोलेकै अनि त्यो तल गएर नुग्नुलाई त के काम लागेर, हो कि होइन? त्यो त मैले अहिले देखेको चाहिँ अहिले यो चुनावी माहौलमा चाहिँ यिनीहरूले केही बोल्न सकेका छैनन् क्या। एउटा एजेन्डा के रहेछ भने विदेशी हस्तक्षेप, विदेशीबाट कन्ट्रोल भएको क्या। अनि फेरि टार्गेटेड पर्सन चाहिँ टार्गेटेड पार्टी राजसभा, जसमा चाहिँ के अरे एमसिसी पास हुन्छ एमालेकै सरकारमा। अनि जुन इन्डियन र नेपालको बोर्डरमा आएर हाम्रै जग्गा हाम्रै किल्ला खोदेर निकालेर सार्दै जग्गा खाइरहेछन्, तिनीहरूलाई ल्याएर नचाउँछन्, अमेरिकनलाई नचाउँछन्। अनि त्यस पछाडि कसले गरेर हस्तक्षेप? विदेशी हस्तक्षेप राजसभाबाट भयो। अनि यसमा चाहिँ के छ क्या तर्क चाहिँ मैले नबुझे यो हो क्या। यस्तो हो, इन्फ्लुएन्स भन्ने कुरो केही न केही हिसाबले जो सरकारमा हुँदा नि हुन्छ। जस्तो तिमी एमाले सरकारमा छ भने चाइनिज इन्फ्लुएन्स देखिन्छ
हामीले याद गरेकै हुन्छ प्रायः जसो त्यो चाइनिज इन्फ्लुएन्स केही न केही हिसाबले देखिन्छ। अब त्यसलाई डाइरेक्ट चाइनाले हस्तक्षेप गरे भन्न चाहिँ मिल्दैन, किनभने उनीहरूको सिद्धान्त उसँग मिल्छ क्या। अब काङ्ग्रेसको सरकार बन्यो भने इन्डियनको त्यो इन्फ्लुएन्स जस्तो फिल हुन्छ क्या तिमीलाई, त्यो चाहिँ हुन्छ नै। तर अब यो भन्नेमा अब जस्तो म त अझ यो जेनजीको विद्रोहपछि यो राजनीतिक हस्तक्षेपमा सबै विदेशी लाग्यो यो म चाहिँ मान्दिनँ। मलाई चाहिँ त्यो म अब पर्सनली आई माइट बी रङ होइन, तर मलाई चाहिँ त्यो लाग्दैन क्या। हो अब कतिले भन्दाखेरि कुन चाहिँ पार्टी आयो त्यो पछि को हो त्यहाँ गए एउटै तरिकाको अमेरिकन केही न केही ब्याकग्राउन्ड भएको जस्तो देखियो भन्ने कोही भोलिन्टियर हो अथवा कोही अमेरिका गएर आएको हो अथवा त्यस्तो देखियो भन्ने चाहिँ कुरा आउँछ होइन। तर अब जब कि युएसवाइसीको भोलिन्टियरिङको कुरा गरेको थियो होइन, त्यसमा मैले पनि एप्लाई गरेँ हो क्या। अब मलाई परेन, कसैलाई पर्यो त ऊ एजेन्ट होइन नि त त्यो भने। युएसवाइसीले उसले गर्छ कि राम्रो मान्छेहरू टिप्छ जो चाहिँ क्यालिबर छ, रिप्रेजेन्ट गर्न सक्छ, उनीहरूलाई ग्रुम गर्छ। त्यस्तो अहिले नेपालमा धेरै युवाहरू छन्, अहिले पनि छन्, यहीँ काम गरिरहेकोहरू पनि टन्नै युवाहरू छन् जो केही न केही हिसाबले युएसवाइसीमा अथवा कुनै न कुनै प्रोजेक्टले दिएको केही न केही उनीहरूले एक्सपोजर लिएकोहरू छन्। दैनिक जीवनमा भोलि गएर केही न केही एक्सपोजर त मैले पनि लिएको होला कुनै न कुनैबाट। अब त्यो भन्दैमा म त्यसकै एजेन्ट अथवा म त्यसकै प्रमोट गर्ने त्यो त होइन नि त होइन। यहाँ त कोही अलिकति जान्ने बुझ्ने भयो कि त एजेन्ट भन्दै पुगेको छ क्या। न प्रुभ गर्नुपर्छ यहाँ कसैले, न कसैले के भन्नुपर्छ। तिमीलाई एजेन्ट भन्ने अब तिमीले प्रुभै गर्नु पर्दैन क्या। तिमी एजेन्ट भन्ने बित्तिकै सबैको दिमागमा एजेन्ट के हो एजेन्ट जस्तो मेन्टालिटी जे भरे त्यही हुन्छ क्या। लुसिफरको मिनिङ चाहिँ के हो क्या तिनीहरूलाई? कतिलाई लुसिफरको मिनिङै थाहा छैन। गाउँमा समानुपातिको पत्ता चाहिँ के हो भन्ने थाहा छैन। अब यहाँ लुसिफर भन्थ्यो, लुसिफर एउटाले भन्थ्यो अनि होल पार्टी लाग्यो लुसिफर भन्दा थाहा हुँदैन। त्यसले लुसिफर लेख्नै पर्यो क्या पार्टीको सपोर्ट गर्न। आफूलाई लुसिफर भनेको पार्टीको सपोर्ट गरेर लुसिफर लेखेपछि अहिले त झन् कमेन्टमा के सोचेर भन्छन् पनि थाहा छैन, लुसिफर भने के हो पनि थाहा छैन, लुसिफर किन भने पनि थाहा छैन। तर भनिदिएको क्या मतलब छैन, लुसिफर हो, एजेन्ट हो, दलाल हो, बारबारा फाउन्डेसनको एजेन्ट हो। जेनजी आन्दोलन अति भयो क्या त्यो। तिमीहरूलाई के लाग्छ थाहा छैन मलाई होइन, तर जति हुनुपर्ने थियो त्यो नहुनुपर्ने कुरा हो क्या। त्यो हुँदा नि हुँदैन थियो क्या होइन। जेनजी आन्दोलन तोडफोड गर्ने सोच्दै त गएको होइन नि त। जेनजी आन्दोलन यस्तो हो क्या, मेन भनेको एउटा करप्सन विरुद्ध मान्छेहरू धेरै रुष्ट थियो है, एउटा त्यो भयो। अनि अर्को भनेको एउटा नेपोकिट्स पनि आयो। अनि एउटा त्यहाँमाथि के थप्दियो भन्दाखेरि सोसियल मिडिया एउटा ब्यान थप्यो होइन। धेरै जस्तो अब मानौँ न रोजगार लगभग छ क्या, सोसियल मिडियाबाट आएकै छ क्या। रोजगार आएको छ कि, तर यो विषयमा चाहिँ मैले कस्तो बुझ्नु मन लाग्यो भने हामीलाई भन्दा नि बढी यसले हो क्या। अगाडि बसेर गोली खान्छ नि त, गोली खाएकै हो नि त तिमीले त होइन। तिमीलाई चाहिँ के लाग्छ क्या? सेलिब्रिटीहरू भनौँ न, इन्फ्लुएन्सरहरू, यिनीहरू नै धेरै बाक्लो यो उपस्थितिले गर्दाखेरि पनि यसमा चाहिँ केही हदसम्म सबैतिर प्रमोट भइदियो क्या। तिमीहरूले याद गरेछ भने हरेक यो इन्फ्लुएन्सर अथवा कन्टेन्ट क्रिएटर भनौँ न, कन्टेन्ट क्रिएटरहरूले आफ्नोमा त्यो पोस्टहरू राखि नै राख्थ्यो क्या। यो दिन यस्तरी जाने अथवा के गर्ने भइरहेछ भने त्यही दिन पनि बिहानको पार्टमा हामीले के बोल्ने नबोल्ने पनि त्यो पनि बिहानको पार्टमा त्यहाँ बसेर हामी यसरी गर्छौँ उसरी गर्छौँ भनेर एउटा हिसाबले जसरी माइकिङ गरेर भनि नै रहेको थियो होइन, जसले भनिरहेको थियो। तर अब हरेक भिडमा उग्र हुन्छ कि कोही न कोही उग्र हुन्छ। अब राज्यले पनि के सोच्यो भने यो बच्चा आउँछन् के नै गर्छन् तिनीहरू आउँछन्, खेलाउँछन्, जान्छन्, दुई चारवटा नारा लाउँछन्। त्यो बेला कस्तो थियो भन्दाखेरि बिहान 9 बजे म पनि गएको होइन, म त खाना नखाएर गएको थिएँ त्यहाँ होइन। गएँ लगभग त्यसमा 100-150 जना जति थियो त्यहाँ। अब माइकिङ गरेर थियो कि हामी आफै लिडर हो, हाम्रो लिडर कोही पनि छैन, कोही पनि थिएन, हामी सबै गएको थियौँ त्यो बेला होइन। अनि त्यो बेला अब
अगाडि बानेश्वरभन्दा अगाडि नजाने भन्ने थियो एउटा उनी थियो होइन जान्छ माइती घरबाट बानेश्वरबाट त्यो थियो भन्दा उता क्रस नगर्ने भन्ने थियो होइन अब त्यो आन्दोलन भनेको त अब बिना लिडरको हो हामी आफै लिडर हो बरु नाच्ने गाना गाउने भन्ने थियो एउटा र्याली निकाल्ने थियो होइन अनि अब ठ्याक्कै 9 बजे त्यो 1 घन्टा त्यो बसेर खाना खाना आएको थियो खाना खाएर आएर जाउन्जेलसम्म त उहाँ मान्छे मरिसक्यो अरे होइन त्यहाँ त्यही हो क्या त्यो एउटा त लिडरसिप बिना भयो होइन सबै अनि राजा हो सबै राजा भयो अनि कसले कसलाई मान्ने कसले कसलाई टेर्ने त्यो कसैलाई थाहा भएन जस्तो यत्रो घटना घटिसक्यो त्यसको 2-3 दिनसम्म पनि को हो त रियल जेन्जी कसले स्टार्ट गरेको यो कुरा नै निस्किरहेको थिएन क्या जेन्जी आन्दोलनको कुरा गर्दाखेरि हामी पनि त गएको हो हामी जस्तो सहभागी हामी पनि थियौँ। आक्रोश देखेकै हो क्या त्यहाँ कुनै एजेन्टै थिएन क्या ओ त्यहाँ मै मरेको भए म एजेन्ट हुन्थ्यो भने त्यही त हो कि नै हो त्यहाँ मरिसक्यो भने के एजेन्ट हुनु त्यस्तो मान्छेहरू कति अब आफ्नै के अरे आफ्नै जस्तै आफ्नो पेसा व्यवसाय पेसा छोडेर सकेसम्म रोक्ने हो है ब्यारिकेड लगाएर रोक्ने दोस्रो भनेको लट्ठी चार्ज होइन तेस्रोमा चाहिँ अब पानीको असुर ग्यास पानी सानी यताउति फालेर गर्ने हो होइन लाठी अनि चौथो भनेको हवाई फायर हो क्या होइन? हवाई फायर रबर गोली होइन त्यसपछि गोली हाने पनि घुँडाभन्दा तल हो नि त खास गर्नुपर्ने होइन तर सिधै टाउकोमै हाने टाउकोमा छ होइन तिम्रो म्याक्सिमम गोलीहरू त्यो सबै नै टाउको भन्दा माथि टाउको त नभनौँ कम्मर भन्दा माथिका नै म्याक्सिमम छन् क्या जस्तो म आफै त्यहाँ बसिरहँदाखेरि अघिल्लो दिन भन्दा पनि भोलिपल्ट त कुनै पनि गोली चल्दैन भन्ने कुरा भएको हो नि त भोलिपल्ट पनि गोली चलेको छ भोलिपल्ट पनि मान्छेलाई लिएर त्यसै गरी गएको छ थाहै हुन्थेन भने हामी त त्यो रुखको चराहरूले जस्तै हुन्थ्यो क्या मै त्यहाँ कालीमाटी हुँदाखेरि होइन ठ्याक्कै अब देख्छु क्या हामी टन्नै केटाहरू अगाडि असुकासा केही देखिन होइन त्यही बाटो गोली हानेकै थाहा थिएन क्या मलाई त फ्याट्टै मान्छे ढल्छ यत्रो रगतको थाप्रो देखिन्छ होइन सबै बोकेर उता हिँड्छ गोली कहाँबाट थाहै छैन क्या हो नि अब को त्यहाँ के अरे को अब मर्दैछ भन्ने कसैले थाहा छैन क्या म मर्दैछु कि तपाईँ मर्दैछु कसलाई थाहा छैन क्या एक्चुअली भएको थियो क्या अब त्यहीँनिर अब मान्छेको अस्तित्व थिएन क्या अब कस्तो भने कि आन्दोलन त भिडमा त्यही हो क्या अब को मर्ने को नमर्ने मर्नेहरू गयो अब अहिले यस्तो हुन्छ भने थाहै थिएन अब हामी नमर्नेहरूलाई थाहा छ नि त मर्ने मैले रबरको गोली खाएँ भगवान्ले बचाएँ होइन नत्र 21 जना मरिसकेको थियो 22 नम्बरमा मेरो नाम आउँथ्यो तपाईँ त रबरको गोली खाएर म अश्रु ग्यास खाएर बच्यो क्या होइन मलाई त के भएको भने होइन फर्स्टमा मलाई केही पनि फिल भएन त्यहाँ तातो रगत थियो होइन केही भएको जस्तो फिल भएको थिएन जब त्यहाँबाट आएँ त्यहाँ हुँदाखेरि त्यो यहाँ दाग बसिसकेको थियो अलिअलि दुख्ने त्यो ठाउँमा छ थोरै सुन्निसकेको थियो होइन जब यहाँ आयो अनि सब केटाहरूलाई भेटेँ अनि कुरा गरेपछि हो तैँले गोली खाइस् भनेपछि ल म्याम म त 21मा थिएँ 21 पछि 22मा त मेरो नाम हुन्थ्यो यो गोली जुन चाहिँ रबरको नभएर मलाई अरू कुनै गोली लागेको भए त यार मेरो त म त मरेको आज भन्नेवाला त्यो फर्स्टमा फर्स्टमा केही पनि फिल भएको थिएन जब त्यो सबले भने नि ओहो ला तँलाई चाहिँ यस्तो भयो के भयो यस्तो भन्ने कसैले भनिसकेपछि चाहिँ यो अर्को जुनी हो यो त अर्को भगवान्ले मलाई बचाएवाला फिल भयो क्या आउने बित्तिकै भेटेर हामीलाई आउने बित्तिकै लगभग त्यहाँबाट सकेर आउने बित्तिकै हामीले भेट्यो क्या गोली खाइछस् होइन त्यसको सल्लाह यो पर्दा भयो त्यतिखेरको माहौलमा चाहिँ के थियो भने त्यत्रोले त आफ्नो ज्यान दिए मलाई पर्दा भयो नि मलाई के हुन्थ्यो देशले केही न केही परिवर्तन पाउँथ्यो वाला थियो क्या त्यो पछाडिको 2 घन्टा पछाडि चाहिँ ट्रिगर गरे हो क्या यसलाई होइन म 22 नम्बरमा पर्थेँ भन्ने वाला क्या फर्स्टमा त कहाँ ट्रिगर भएर फर्स्टमा त होइन के आफैलाई एकदम लागेको छ नि त होइन यो त गलत भइरहेछ देश 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 भन्यो एसएलसी पछि विदेश जा भने गइएन +2 पछि गइएन ब्याचलर पछि गइएन मास्टर सकिने बेला भएपछि अहिलेसम्म गइएन के यहीँ गर्छु भनेर बस्यो 22 नभए स्वर्गतिर सिधै पुरै होइन अहिले म पनि हेरेर आउँथ्यो ल है केटा हो म गइसक्यो बिस्तारै आऊ देश म त बिपी र मदन भण्डारीलाई साइडमा राखेर बसिरहेको छु तिमीहरू कहिले आउँछौ अब परिवर्तन आउँछ कि आउँदैन क्या यो फेरि झोले सरकार हुन्छ कि के हुन्छ जस्तो लाग्छ परिवर्तन आउनै पर्छ तर मलाई यो बङ्गलादेश जस्तो चाहिँ नहोस् भन्ने लाग्छ क्या एक्चुअली बङ्गलादेशको सिनियरमा के भएको भने जो पहिला के अरे जतिखेर आन्दोलन भयो
त्यो विद्यार्थी आन्दोलन भन्यो विद्यार्थी आन्दोलन हुँदाखेरि एउटा पार्टी जुन पार्टी सत्तामा थियो नि त्यो पार्टीलाई चाहिँ अहिले निर्वाचनमा आउनु प्रतिबन्ध हो क्या निर्वाचनमा नआउँदाखेरि अरू पक्षलाई फाइदा भयो क्या उसको भोटर प्रतिबन्ध लाग्यो अरू पार्टीले चाहिँ भोटहरू बाँडे हो क्या त्यही भएर चाहिँ रिजल्ट त्यस्तो देखा हो क्या तर नेपालको कन्डिसन त्यो छैन एमालेलाई प्रतिबन्ध छैन एमालेलाई प्रतिबन्ध हुँदाखेरि उसको भोट त बाँडी छैन यस्तो पनि हो त्यहाँ के पनि भएको हो भने जो पहिला अपोजिसनमा थियो उसको बहुमत आएको हो क्या अहिले अनि उनीहरूको पनि के भएको हो भने राजनीति अब जस्तो पहिला आमाले चलाइरहेको थियो अब मैले बङ्गलादेशको हिस्ट्रीलाई अलिकति आफूले बुझ्दाखेरि सुन्दाखेरि अब हेर्दाखेरि होइन कस्तो रहेछ भने उनीहरूको जहिले पनि महिला प्रधानमन्त्री पहिलो कुरा दोस्रो कुरा दुईटा पार्टीले रुल गर्ने जहिले पनि त्यो बाहेक पार्टी रुलिङ छँदै छैन दुईटा पार्टीले मात्र रुल गर्दा त्यसमा पनि कस्तो छ भने एउटा पार्टीले रुल गर्दा अर्को पार्टीको लिडरलाई लिएर गएर जेल हालिदिने करप्सन केस जे केस मिल्छ हालिदिने अनि अर्को रुलिङमा आउँदाखेरि सेम थिङ के त्यहाँको जेनजीको फरक चाहिँ के छ भने तिनीहरूको एजेन्डा भन्दा नि जुन आन्दोलन भयो नि त्यो आन्दोलन जो पनि सत्तामा जाँदाखेरि त्यसलाई त्यो आन्दोलनको मर्म अवलम्बन गर्ने भने त्यो चाहिँ अलिक सेन्टिमेन्ट छ क्या उसले जेनजीको पार्टीहरूले जितेन फरक छैन कि बङ्गलादेशमा अहिले त्यो कुरा अगाडि कार्यान्वयन बनाइसकेको छ जे जेनजीले भने त्यही जुन पार्टी सत्तामा पनि त्यो गर्ने भनिसकेको छ फेरि यस्तो पनि हो नि फेरि त्यहाँ चुनाव मात्र भएको होइन नि जनमत सङ्ग्रह पनि भएको हो अनि जनमत सङ्ग्रहमा जे जनताले म्यान्डेट दिएको छ त्यो त पुरा गर्नुपर्छ किनकि त्यो भनेको जनमत सङ्ग्रह भनेको त तिमीले इलेक्सन भन्दा इम्पोर्टेन्ट रोल प्ले गर्नुपर्छ क्या त्यहाँको लागि प्ले गर्छ क्या सो त्यो भएको भएर चाहिँ जनमत सङ्ग्रहले गर्दाखेरि चाहिँ त्यहाँ र नेपाललाई उस्तै तरिकाले हेर्न मिल्दैन जस्तो लाग्छ मलाई चाहिँ अर्को अचम्म लाग्यो क्या यिनीहरूको कस्तो रहेछ नि बाउले छोरीले अब छोरीले छोडेर उसकै छोरो क्या दुईटा रुलिङ पार्टी अनि फेरि त्यसैको वंश क्या होइन फेरि अझ कस्तो छ भने अहिले जो छ प्रधानमन्त्री करप्सनको मुद्दा लाएर जेल बसेका मान्छे बाहिर भागेर गयो होइन अब आफ्नो आमा नभएपछि त्यही पार्टी लिड गर्नलाई अध्यक्ष भएर आएर जितेको हो क्या होइन चेन्जेस चाहिँ के आयो क्या काङ्ग्रेस सुधारिएको काङ्ग्रेस भन्नु र त्यहाँको त्यो रुलिङ पार्टी उसले पनि के सेन्टिमेन्ट भनेको हो भने अब हामी सुध्र्यौँ पहिला जस्तो छैन भनेर उसले अहिले बहुमत पायो फल्स नेरेटिभहरू अगाडि ल्याएको छ अहिलेको पार्टीहरूले चाहिँ कस्तो भने चाहिँ बङ्गलादेशमा यस्तो भयो नेपाल पनि यही कन्डिसन हुन्छ ल फल्स नेरेटिभ आफूलाई अगाडि बढाउन चाहिँ त्यस्तो गरे तर बङ्गलादेशको कन्डिसनमा उसले जेनजीले 6 सिट ल्याए पनि रियालिटीमा के छ भने चाहिँ त्यो जुन पार्टीले जिते नि त्यसभित्र पनि जेनजी हो क्या त्यो जिएल रहमानको छोरा हो नि त त्यो भनेको शेख हसिना भन्दा अर्को रुलिङ पार्टीको रुलिङ त अहिले त्यसको छोरा रुलिङ भयो क्या शेख हसिनाको बाउ रुलिङमा थियो शेख हसिना भन्दा अन्त अहिलेको जो प्रधानमन्त्री भयो नि त्यसको बाउ रुलिङमा हो क्या ठ्याक्कै केही वर्षपछि 15-20 वर्षपछि त्यो बुढोको छोरा आएर अहिले शासनमा हो क्या बुढोको छोरीको छोरा होइन बुढोको छोरीको छोरा किनकि लगभग छोरा होइन त्यो शेख हसिनाको होइन अर्को रुलिङ पार्टी जुन छ अपोनेन्ट त्यसको त्यसमा जो छ उसको छोरीको नाति हो क्या किनकि बङ्गलादेशले लगभग महिला प्रधानमन्त्री भएको नै 20-22 साल भइसक्यो होला होइन अब केटा प्रधानमन्त्री नदेखेको उनीहरूले त्यति भइसक्यो उनीहरूको नेगेटिभले अब चुनाव सँगसँगै भयो थोरै इन्फ्लुएन्स होला भन्ने हिसाबले अब फल्स नेगेटिभ बनाइदियो क्या नेपालमा यो हुने चान्सेस म देख्दिनँ किनभने राजसभा अलरेडी टेस्टेड हो क्या राजसभाले 20 सिट ल्याएर जिते होइन त अलरेडी टेस्टेड हो क्या त्यो उनीहरूको 6 सिट आउँछ राजसभाले अलरेडी 20 सिट ल्याएर टेस्टेड हो नि एउटा टाइममा राजसभाको नि राम्रै डाउनफल भइसकेको थियो जुन बेला जेनजी आन्दोलनमा रविले जेलबाट निस्किन ठिक थियो ल सुरक्षाको तर फेक डकुमेन्ट ल्याएर सबै जनताको एउटा सम्प्रेषण गर्नु भन्ने त्यो जस्तो मुलुकी काम होइन क्या त्यो बेलामा उनीहरूको एकदमै बिग्रिसकेको थियो मेरो विचारमा जब यो निर्वाचनको कुरा हुन सुरु भयो अनि यो जुन बालेन जोडिन गयो बालेन जोडियो गएर रासोपामा त्यो पछि चाहिँ एकाएस त्यो कुरा कसैले अहिले बोल्दैन क्या कसैको राम्रो पछि बढी भयो भने नराम्रो पछि त्यसो ढाकिन्छ त्यही भएको क्या मलाई रासोपाको अहिले जुन चाहिँ उनीहरूले मार्केटिङ गरिरहेको छ यो त्यसमा मलाई सबभन्दा राम्रो लागेको पार्ट के हो भने हिजोसम्म रासोपाको फ्यान भनेको बुढाबुढीहरू किनभने रविलाई
मन पराउने मान्छे भने युथ होइन क्या, प्राय बुढाबुढी गाउँतिरको मान्छेहरू बिचरा त्यसलाई राज्यले यस्तो प्रतिशोधको राजनीति गर्यो, अथवा यो त हाम्रो आवाज बोलिदिने मान्छे हो, सिधा कुरा जनताबाट यताबाट उताबाट त्यो वाला थियो होइन। अब त्यो हुँदा हुँदै उसलाई राज्यले यस्तो गर्यो, एकपछि अर्को मुद्दा हाल्यो होइन, त्यो गर्यो भनेर मान्छेहरूलाई एउटा निराशा छँदै थियो। अनि अहिले आएर जब बालेन आयो, त्यो पछि बालेन त युवाको माझमा एकदम राम्रो होइन। अब त्यो पछि अहिले आएर त रासोपा यस्तो सन्तुलित भइदियो, हिजोको बुढापाका पनि छन्, आजको युवा पनि छन्। बालनको कुरा गर्दा गर्दा चाहिँ हर्के के भयो यार, के साह्रो होइन मैले यस्तो हो क्या, श्रमदान भन्छ काम गर्छ ठिक छ क्या, त्यो मान्छेलाई नियम बनाउनुलाई भन्दा नि फ्रन्ट फुटमा ल्याएर काम गराउनु ठिक छ होइन। त्यसको घमण्ड के भा, घमण्ड भन्दा नि त्यसले पुरानै पार्टीको राजनीति व्यवहार कपी गर्न थाले क्या हो। उसलाई अब चाहिँ के लाग्न थालिसक्यो होला भने मैले एक सिट पनि ल्याउँदिनँ भन्नेवाला मेन्टालिटीमा आउनु थालिसक्यो जस्तो लाग्छ कि मलाई। त्यो जनताले ऊ भन्दा अब मैले आज एउटा भिडियो हेरेँ है, माटोको झापा 5 को जस्तो लाग्छ मलाई, त्यो एउटा आमसभा थियो जसमा मैले आमसभा थियो, एजेन्डा के छ यहाँ बसेर तपाईँहरूलाई यो पार्टीको ऊ चाहिन्छ भने, सदस्यता चाहिन्छ भने त्यहाँ गएर लिनु भनेर उम्मेदवारले भन्दैछ। सो अगाडि भिडियो देखाउँछ, एकजना पनि मान्छे भाषण गर्न मान्छे नै छैन भने, एउटा पनि मान्छे छैन। अब कसरी गरिरहेछ त्यस्तोमा पनि यिनीहरूले गरेर कसरी गरे हो, आमसभा गरिरहेको होइन। अब हर्क साम्पान कस्तो भयो भने उसले आफ्नो बोलीले गर्दा आफै बिग्रेर जाने होइन। अब उसले भने कस्तो काम राम्रो गर्न सक्दो रहेछ भने, उसले यो मेयर भएर गर्न सक्ने काम, जुन चाहिँ मेयरको पोजिसन भनेको एक्सन ओरिएन्टेड हुन्छ नि त, त्यो काम चाहिँ राम्रो गर्न सक्छ। अहिले पोलिसी लेभलमा आएर चाहिँ मलाई उसले केही पनि गर्छ जस्तो चाहिँ लाग्दैन। अब आजभन्दा 400 वर्ष अगाडिको ढुङ्गीलाई अहिले सम्झेर हुन्छ त मैले, तिमी त टेक्नोलोजीको जमानामा आइसक्यो, तिमीलाई ढुङ्गा पकाउँछ भन्न मिल्छ भने बरु एक दिन जिम जाऊ भन्न सिकाउन थाल्दा सिकाउने, एक दिन जिम जाऊ तिमीलाई जिम फ्री छ है भन्न सबै जान्न रेडी हो। त ढुङ्गा बोक्न जाऊ भने कोही जान्न क्या। ढुङ्गा बोकुन्जेलमा अरू केही प्रोडक्टिभ गर्यो भने त उसले त्यहाँबाट पैसा कमाउला। आइटीको मान्छेलाई मैले ल केटा आज ढुङ्गा बोक्न जाम भन्न, उसले 2 घन्टा फ्रिल्यान्स गर्यो भने उसले कति डलर कमाउँछ होइन। अब त्यो गरेर उसको इनर्जी, इफोर्ट, उसको ट्यालेन्ट, टाइम सबै लेभलको इनर्जी म्याच त होइन। फेरि श्रम संस्कृति भने राम्रो चाहिँ राम्रो श्रम संस्कृति होइन, पार्टीको नाम भने होइन। फेरि मैले यो जुन चाहिँ संस्कृति बसाल्नुपर्छ भन्ने, तिमीले आफूले श्रम गर्नुपर्छ, आफूले गर्नुपर्छ भन्ने त्यो भयो भने तिमीलाई एउटा कुरो चाहिँ के हुँदो रहेछ भने, जस्तो तिमीले फोहोर फाल्नु अगाडि मैले सफा गर्नुपर्छ भन्ने थाहा छ भने तिमीले फोहोर गर्दैनौ क्या होइन। तिमीलाई थाहा छ नि त मैले जस्तो यहीँ भोलि बिहान मैले उठेर टक्क पुस्नुपर्छ, मैले उ गर्नुपर्छ भने म किन फाल्छु क्या, फाल्दिनँ नि त, मैले दुःख गर्नुपर्छ। श्रमदानको चाहिँ राम्रो एक्जाम्पल चाहिँ जापानतिर छ क्या। लाइक जापानमा चाहिँ कस्तो हुँदो रहेछ भने, मैले नि देखेको सुनेको कुरा भएको गएको छैन होइन। तिम्रो लोकल्सहरू चाहिँ गर बिहान बिहान सबैजना एउटा युनाइट भएर ग्रुप बनाउने, अनि सबै फोहोरहरू टिप्ने क्या। अनि त्यो फोहोर भइसके पछाडि आफ्नै त्यहाँको लोकलले त फाल्दैन, आफूले सफा गर्नुपर्छ। नेपाली कसरी भेड्यो भन्नु क्या, भोलि स्टेडियममा हेर्न जाउँ न, आफ्नो सफा सबै गर्छन्, भेडा होइन। यहाँ के हो भने यहाँ कस्तो भइरहेछ भने कहाँ पपुलर भइन्छ त्यो ठाउँमा चाहिँ गरौँ। जस्तो वाङगडेमा गएर सफा गर्ने नेपालीले आफ्नो घरको झ्यालबाट फोहोर फालेको पनि त देखिन्छ नि त, त्यही नेपाली हो क्या। त्यहाँ फाल्ने पनि त्यही नेपाली हो, वाङगडेमा गएर सफा गर्ने त्यही हो, र यहाँ झ्यालबाट फुत्त मिल्यो भने खोलामा फाल्ने पनि त्यही हो। त्यो आई ह्याड अ भेरी गुड एक्जाम्पल त्यो पहिलाको वाला क्या। हामीलाई सरले भन्नुहुन्थ्यो गिभ टु टिचर्स, लाइक कस्तो भन्थ्यो भने, हाम्रो एउटा कुनै पनि चोकमा एउटा मान्छे गएर फोहोर कहाँ फाल्ने, फोहोर आएको गाडी भेटेन, फोहोर कहाँ फाल्ने भन्दाखेरि लगेर सुटुक्क त्यहाँ राखिदिन्छ अरे क्या। अनि त्यस पछाडि त्यो फोहोर राखेको देखेर सबैले त्यहीँ फोहोर फाल्छ क्या। अनि लास्टमा घुमेर त्यो मान्छे आउँदाखेरि ला कस्तो फोहोर ठाउँ हो यो
त्यसले नै भन्छ क्या एउटा फोहोर तिमीले सपोज तिमी एउटा ठाउँमा आयो जस्तो यही क्याफेमा आयो सबै कुरा चिटिक्क सफा देखिरहेको भुइँ सफा देखिरहेछ एस्ट्रेहरू चिटिक्क छ होइन एस्ट्रेहरू चिटिक्क छ नि त्यो पहिलो दिनको पहिलो चोट मान्छेले के याद गर्नु सफा रहेछ है फालौँ कि नफालौँ वाला त्यो दिमागमा हुन्छ कि सफा टेबल चिटिक्क छ भने तिमी यसरी त्यो एस्ट्रेको धुलो फाल्दैनौ क्या त्यहाँ एस त फाल्दैनौ तिमी एस्ट्रे खोज्छौ अनि माग्छौ अनि त्यो पछि ठुटो भुइँ सफा छ भने ठुटो त्यसमा हाल्छौ दुईटा ठुटो पहिले देखाएको छ भने तेस्रो तिमीलाई गर्न केही गाह्रो होइन कि त्यो हो क्या मेन्टालिटी त्यसरी बने हुन्छ क्या मान्छेको त्यो भएर पनि अब तिमीले भनेकै इक्जाम्पलमा ठ्याक्कै त्यही नै हो कि एउटा फोहोर छ किन फोहोर फालिसक्यो त मैले फालेर एउटा थपेर के चाहिँ फरक पर्छ हाम्रो पोडकास्ट हेरिदिनु भएकोमा मनोरञ्जन लिइदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद हाम्रो पोडकास्ट हेरेर हामीलाई सुझाव सल्लाह दिनुहोस् हामी विज्ञ होइन हामी शिक्षक होइन हामी एउटा नर्मल सर्वसाधारण साथीभाइ मिलेर खोलेको पोडकास्ट हो तपाईँलाई मन परेमा फलो गरिदिनुहोस् लाइक गरिदिनुहोस् हाम्रो पोडकास्ट सेयर गरिदिनुहोस् हाम्रो पोडकास्ट हेरेर तपाईँहरूलाई केही फ्याक्टहरू गलत भएको लागेमा तपाईँहरूले हामीलाई तल कमेन्टमा के भएको छ के सुधार्नुपर्ने छ सबै भन्न सक्नुहुन्छ सल्लाह सुझाव दिएर हामीलाई सपोर्ट गर्नुहोस् धेरै धेरै धन्यवाद पछि आउने आशाका साथ तपाईँहरूसँग बिदा माग्दैछु धन्यवाद नमस्कार